अरे मामा कता यता के डुङ्गा लिने प्लान गर्नु है मामा पृथ्वी ध्वस्त हुनलाई 2-3 दिन बाँकी हुने बेलासम्म चाहिँ हाम्रो देशमा यस्तो बन्छ अरे होइन त दाइ भाइ माझी दाइ माझी दाइ हम नेपाल को ना नेपाल में कैप्टन को वी कॉल माझी दाइ आप यू आर आवर माझी दाइ फर टुडे राइट ठिकै छ त ठिकै छ त गुली गुली आइरहेछ त हो नसक्ने है उनीहरूलाई तितो लाग्यो हेर हेर गाइस भाँडा हेर पानी खाइदियो त झुम्गा पनि छ उहाँले बनाएर तिमीले बनाइदियो न खाउँदै चाह त चाह तिमी हो त ठिकै उहाँले भनेपछि हो के हो कस्तो केटीले चाहिँ भनेपछि विश्वास गरिहाल्नु होइन तपाईँलाई झट्ट नेपाली कम्युनिटीको होइन अरे वेलकम टु हाम्रो मिस्टर जिमा मामाको ब्लग के कुरा गरेर खिच्ने बित्तिकै कुरै नगरे क्या दुईजना साल त सोचो भएर बसिदिएर क्या के अरे केटी के अरे कुन केटी हाम्रो तिमीहरू मलाई बिगार्न नखोज्नु म नयाँ वर्षदेखि सुध्रिन्छु भने दिदी बहिनी कुर्दा कुर्दा यो होटल हो हामी बसेको चाहिँ यहाँबाट मामालाई चाहिँ एउटा मेसेज उताबाट हजुर थ्याङ्क यू सो मच फर कमिङ है एकदम छोटो समयमा तपाईँले हाम्रो निम्तो स्वीकार दिनुभयो छोटो छोटो कसको अरे जिन्दगी छोटो अरे मामा कता यता के डुङ्गा लिने प्लान गर्नु है मामा अरूहरू पनि छ अनि हल्का होइन के हो के केटीहरू पठाइदिउँ हेलो हामी चाहिँ अब जाँदैछौँ फरिमा गर्नलाई अनि कस्तो लागिरहेको छ आजको कार्यक्रममा तपाईँलाई माइक बोकेर मेरो समर्थन छ होइन एकदमै समर्थन छ हामी दुईजना मात्रै टुक्रो टुक्रो घुम्दैछौँ हामीलाई अरू केही मतलब छैन होइन बिल्डिङहरू देख्न सक्नुहुन्छ माथि नेपालमा त अब त्यस्तै हो होइन कनेक्टेड भयो यार तपाईँको स्वर सुनेर पावर अफ बाई अहिले मामा कहाँ कुन ठाउँमा हुनुहुन्छ यो मरिना कहाँ आछ नि तिमी यहाँ मेरो सायद यो 10औं पटक होला मेरो 11मा छ 1 र 1 11 ठिक छ तपाईँले मनपर्छ अहिलेलाई हामी चाहिँ पृथ्वीलाई नै क्याट्दै होइन अब एकचोटि अन्त देखाउनेछौँ हस् त यही डुङ्गामा बसेर जाँड खाने अब नाइ आउँदिनँ भन्दा नि मलाई जबरजस्ती ल्याउनु भयो दाइहरूले जाँडै खानुलाई गीत सुनाउँदै ल यो कहिले बन्छ अरे यस्तो चाहिँ हाम्रो देशमा कहिले बन्छ अरे भन्दा चाहिँ दाइले भने चाहिँ पृथ्वी ध्वस्त हुनलाई 2-3 दिन बाँकी हुने बेलासम्म चाहिँ हाम्रो देशमा यस्तो बन्छ अरे होइन त दाइ मान्छेको त्यसले 3-4 फड्को हानिसक्यो हाम्रो चाहिँ यस्तै हो अब कतापट्टि डुङ्गाहरू चाहिँ गेटै अल्माले भयो क्या भनेको यस्तो तरुनीहरू हेरिदिउँ भनेको ठिक छ मामा कुन नाउँ किन्ने होला आज यता हाम्रो फाइनेन्स छ मामाको फाइनेन्स
यति साह्रो सत्य पनि बोल्नु हुँदैन इतना सच भी नहीं बोलने का था ल अब मैले रहर पुरा गरिदिएँ ढुङ्गामा ल्याएँ अब किचि गर्ने होइन मलाई अभी अहिले किसी गएछ हाम्रो डाइरेक्ट पुरा डाइलग घुमाइदियो रे यो रे त्यो रे आफू हो कि होइन आफू घुम्नु नि आएर आएर हामी नि ल सक्दिनँ है म चापा झार्दै पनि त्यो गरेर दिनको अभी अलिक टाइट हुनु पऱ्यो नि होइन अभी आज एक बोतल मात्र किनिदिन्छु म तिमीलाई अभी ल कट के अनकट हान्थ्यो मामाको जहिले भिडियो अनकट हुन्छ यार मिस्टर वर्षान जुत्ता खोल्नु सबैजनाले अब सुशान्त दाजु हाम्रो मिस्टर जिमा मामाको भ्लगमा वेलकम छ है दाइले भिडियो खेल्छु अँ, सेन्टिरमा पनि फेरि दौडिने दाँत कसम दाँत कसरी ल हामी स्ल्याक माथि बस्नु मलाई यादमा माथि बस्नु मलाई र हेलो माइ चेक माथि गाना साना हेलो माइ चेक माइक च्याक पनि छ त ल वेलकम टु आवर मिस्टर जिमा मामाको भ्लगमा जिग्री हो जिग्री हो हामी सँगै गिटार सिक्यौँ नि अँ, तर म चाहिँ आलु भयो काकालाई पनि हाम्रो मामाको भ्लगमा वेलकम छ एबिसिडी जीसम्म मात्र बजाउन अँ, यो एबिसिडी एफजी एचआइजेकेएल सबै उहाँलाई बताउनु उता आज हाम्रो नाउँको डुङ्गा ड्राइभर इङ्ग्लिसमा क्याप्टेन भन्छ होइन त डुङ्गा ड्राइभर के भन्छ पोखराको त्यो के भन्छ डुङ्गे के भन्छ माझी दाइ माझी दाई हाम्रो बस भए म हेर्दैछु ड्राइभरमा माइलो बजाउनु हुन्थ्यो है हजुर? होइन बस भए ड्राइभरमा माइलो गीत बजाउनु हुन्थ्यो ढुङ्गा पऱ्यो माझी दाइ पक्रा माथि जाउँ होला स्पिकरहरू नि माथि कस्तो हेरौँ मान्छे माथिबाट माथि 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 ओ हेट के देख्यो हो मसित हौ त ओहो नमस्कार है नमस्कार ओ हेलो हेलो हाम्रो साथीहरू वेलकम टु आवर ब्लग म त कपाल लामो लामो देखेको लेडिजहरू पो आयो क्या भनेको थेट यार नजुगाउनु नि यसरी यार सिसाबाट त नि को लेडिजहरू अगाडि बसेछ ल रमाइलो हुने भयो भनेको हाम्रै केटाहरू पो रहेछ त यार हाम्रो दाइलाई पनि वेलकम टु आवर मिस्टर जिमाको ब्लग थ्याङ्क यू भाइ माझी दाई बाप माझी दाई हम नेपाल को ना नेपाल में कैप्टन को वी कॉल माझी दाई आप यू आर आवर माझी दाई फर टुडे राइट मजाले पोखरामा छु है हामी नो नो के भन्छ युट्युबले के हान्छ रे गानामा चाहिँ भने कपिराइट हान्छ द्याट हाम्रो आजको मेन माझी दाई ढुङ्गामा हामी चाहिँ होइन मेरो भ्लग सुरु गर्नु न हेट क्या तपाईँ मात्रै बनाउने भने कन्टिन्यू मेरो पोकेमा हुन्छ तिम्रो त खतरै हुन्छ नि कपिराइट लाग्छ एकछिन ए अँ ब्लग बनाउँछ भाइले हेट यार ब्लगमा हाल्दिउँ के भनौँ ए जे खाएको हाल्दै नि हुन्छ म अरू जस्तो क्या होइन जे हो त्यो हुन्छ हौ जुदम भ्लग जुदम कमन एउटै साउन्ड कपिराइट हाल्नु एकअर्कालाई होइन के भन्छ के यो नाउ यो कन्फर्म गरिदिनु होला हँ? यो कन्फर्म गरिदिनु तपाईँलाई के चाहिँ के गर्ने के गर्ने या कन्फर्म गरिदिनु गीत बजाउनु हाल्दिउँ भनेको कि कहिले कसको गीत तपाईँ बज्यो? किन्ने होइन नि होइन होइन अनि यो ठुलोवाला, अलिक ठुलो भ्लगरले झ्याउ गरेर कस्तो भन्दा यार यस्तो पनि भन्ने आफ्नो साथीहरूलाई भ्लगरसँग डराएर जाने
गाडी त झक्क यहाँबाट पनि चलाउने होइन झक्क लगाएर यताबाट चाहिँ यता छोडा हुन्छ होइन यहाँ हलाक भुलुक सबैजना यहाँ चाहिँ आएर सुत्ने हो अरे होइन अब भान्जा सुत्नु रे यता पनि बेड छ यता पनि बेड छ जेनेरिया पनि छ यहाँ लाएर यो भान्जा च्यापाउनु लागि क्या लाइट पनि झरेको रे हो र ओरिजिनल सिङ्गर गीत पो बजेर यस्तो खिच्थ्यो नि उतापट्टि सेक्सी केटीहरूको ढुङ्गामा मिटिङ भइरहेछ त्यत्तिकै बेलुन सेलुन पनि रहेछ दामी लाग्यो हामी चाहिँ सोझो ग्याङ हो र चार रक्सी पनि खाँदैनौँ हामी एक्लै बस्यो रुममा केटीको आएर सुतेर बसिदिन्छ यार के गर्ने भने कसको छोरी हो के हो नानीलाई साथी हो